र अर्को कुरा बाँदर आतङ्कको कुरा यहाँ सबै सांसदजीहरूले उठाउनु भएको छ। यो बाँदर आतङ्कको कुरा अहिले तपाईँहरूले उठाउनु भएको छ। यो कुरा मैले आजभन्दा 7 वर्ष अगाडिदेखि यो चाहिँ उठाएको हो र यसको लागि प्रयास गरेको पनि हो। राष्ट्रिय आविष्कार केन्द्रले 50-60 लाख रुपियाँ बाँदर चाहिँ यो आतङ्कलाई कम गर्नको लागि केही उपायहरू अनुसन्धान गर्नको लागि नवप्रवर्तन गर्नको लागि त्यो प्रयास गरेको पनि हो। मैले हरेक गाउँपालिकाहरूलाई 1-1 लाख रुपियाँ उठाउनुहोस्, 100वटाले उठाउनु भयो भनेदेखि 1-1 लाख रुपियाँ उठाउनु भयो भनेदेखि 1 करोड रुपियाँ हुन्छ। त्यति पैसाले त पुग्दैन होला, तरै पनि यसमा अनुसन्धान गरेर बाँदरलाई कसरी चाहिँ बाँदरबाट आतङ्कबाट चाहिँ कम गर्ने भन्ने कुरा गर्नको लागि अनुसन्धान गर्नै पर्छ। यहाँ संसदमा कराएर केही हुनेवाला छैन। यहाँ धेरै सांसदजीहरू कराएको चाहिँ देखियो। बाँदरलाई कसरी, बरु रकेट बनाउन सजिलो छ, रकेट बनाउने प्रविधि छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन। त्यसैले यसको एउटै उपाय भनेको के हो भन्दाखेरि यसको लागि 2-4 करोड 5-7 करोड कति हुन्छ अनुसन्धान गर्नको लागि खर्च छुट्याउनु पर्छ।